चाहिँ नयाँ वर्षको एकदम शुभकामना ल भैया। ल ठिक छ। तिमीको 2081 सालमा यस्तो घटेको केही घटना याद छ? रमाइलो घटना भर्खर स्केट पार्कमा लोतेर आएको छु, याद दुखिरहेको छ। 81 भन्दा छु, यो त 82 चालु भयो। 81 मा लोतेको थियो। 81 मूल्य त्यो। हजुर। दाँत के भएर झर्यो? दाँत त्यही लोतेर। दाँत फोकस गर्दा भाइ, दाँत फोकस गर। ल ठिक छ। टिकटकमा 81 सालमा लोतेको। 81 मा थियो र? हैन म त स्कुलमा लोटे। ए स्कुलमा लोटे। भनेपछि अनि तिम्रो के छ भाइ त्यस्तो? हाम्रो अस्ति कलेज झगडा पर्यो। कुन कलेज गर्छौ? मार्क कलेजमा। कसरी गाली गरे न हाल्ने कस्तो गर्ने नि पिटे हान्ने कलेजमा शान्ति बिसारी भएर गाली। राम्रो नराम्रो के भन्नु? राम्रो गर्न सानो मान्छेको जन्मबाट त्यो राम्रो हो। हेलो एभ्रिवान, वेलकम टु माई न्यू डे न्यू भ्लगमा तपाईँ सबैलाई स्वागत छ। र आजको भ्लग चाहिँ तपाईँहरूको न्यू इयरको दिन बनाइरहेको छ होइन। ह्याप्पी न्यू इयर है सबैजनालाई। ए हामीसँग विनोद भाइ छ अनि ऊ मान्छे त्यहाँभित्र कोठाभित्र लुकिया छन् है, अनुहार देखिन्छ भनेर। ओए राजा नै आउने हो कि नै? पठाउ न त। अब हेरौँ गाई छैन। अब हामी यहाँबाट निक्लिन लागिसकेका छौँ। अब चाहिँ हामी यहाँबाट सिधा कहाँ जान्छौँ त्यो पनि फिक्स छैन आज झन्। अब बास। ओए विनोद जाम के गाई चाहिँ। अब चाहिँ मैले यो दिमागमा एउटा खुरापाती आइडिया आयो, के गर्ने भन्ने प्लान थिएन होइन। अब हामी अलिक ढिलो पुग्यौँ भने चाहिँ अलि मिस भइहाल्छ। अब चाहिँ हामीले एउटा खुरापाती प्लान के छ भनेपछि अब चाहिँ मान्छेलाई तपाईँको 2081 साल कस्तो भयो। अब त 82 जलेको होइन आजबाट। पहिला नयाँ वर्षको शुभकामना दिने अनि त्यस पछाडि उ गर्ने सोध्ने के कस्तो भयो भनेर। अब त्यसको लागि मलाई पहिलेसम्म एउटा बक्रा चाहियो। बक्रा मैले हाम्रो त्यो साइड हो, हामी त्यो साइडमा जानुपर्छ। अब हामीले पहिलेसम्म बक्रा त्यहाँ बनाउँछौँ ल। हामी बक्रा पहिला त्यहाँ बन्नुहुन्छ, भाइ क्यामेराम्यान बन्छ अनि म भन्न चाहन्छु दिदी नयाँ वर्षको शुभकामना छ। म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु है। तपाईँको 2081 सालमा सबैभन्दा राम्रो के भयो? हजुर केही न केही त राम्रो घट्यो होला नि। भन्नु न केही त होला एउटा न एउटा। 81 सालमा केही पनि भएको छैन। केही भएन? ल धन्यवाद है। ल के भन्न चाहन्छौ? चाहन्छु भन न त। हेलो एकछिन है। हेलो गाइज, सब्सक्राइब गरेर राख्नु होला यता साइडमा अनि अलि नजिकै। अनि म के भन्न चाहन्छु भने मेरो टिकटकको नाम यहाँ छ, त्यसमा गएर फलो गर्नु होला। इन्स्टाग्राममा फलो गर्नु होला। धेरै त छैन तर 10K छिटो पुऱ्याइदिनु होला। त्यहाँ लडाइँ परिरहेको छ। अब मान्छेहरू अब हेर यस्ता किसिमका मान्छे हुन्छन् कि अब हेर्नु है। ल मोबाइल जुम गर, तिमीलाई जुम गर त हेर्नुहोस् है। अब यस्ता मान्छेहरू छन्। चुतियागिरी करते हुए लोग आप लोग को मिलते रहेंगे। देख रहे हो कैसे चुतिया लोग हैं। लड लागि के ल ओ छोरो ओ नलड के बीचबाट नलड यार। किन अब हान्दै ओए छोड दे। स्टडी त्यो पैसाले सबै उ गर्दै टारेर यिनीहरू भलो गरिरहेछन्। ठुल्ठुला युट्युबर जस्तै यिनीहरू पनि सपोर्ट गरिदिनु होला। 1 लाख त के हो र 1000 1 लाख कुरा गरेर मेरो अनुहार हेरेर भए पनि हजुरहरूले 1 मिलियन पुऱ्याइदिनु होला। आजभोलि अन्डा भाइ धेरै दुखी गरिब भएको छ, त्यसलाई सबै यिनीहरू गुवाचीहरू यिनीहरू सबैको अनुहार हेरेर भए पनि सब्सक्राइब गरिदिनु होला। तर म गुवाची होइन है। 1 मिलियन त होइन तर म सब्सक्राइब चाहिँ म घटाइदिन्छु। बढाइदिनु होला, सब्सक्राइब गरिदिनु होला। सबै यहाँ सबै मेहनत गर्न आएका छन्।
आएका छन् गर्छन्। आज कुनबाट यस के भन्न गर्लाई के सब्स्क्राइब गरिदिनु होला। अगाडि बोकेर आइरहेको छ अब फेरि अगाडितिर ड्युटी आएको छन् होइन अब दुई बहिनीलाई म क्यामेरा भाइले पकड्छन् अनि म चाहिँ नि बहिनीलाई सोध्छु ए आफ्नै गाउँका बहिनी रहेछन् ल आफ्नै गाउँका बहिनी रहेछन् ओइ क्यामेरा पकड एकजनाले नै यहाँ केही क्वेसन सोध्न चाहनुहुन्छ यहाँले राम्रो के भयो हाम्रो पत्रकार इक्जाम दिए 10 को थियो राम्रो भनी छैन नमस्ते नमस्ते यता 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 छिटो भने छिटो बिए गरे भाइरल हुन्छ हो के साँच्ची हुने हो हामीले जिउ गरे खै ओइ भाइ यता भिडियो बनाउने यार ए ओ यो चाहिँ ब्लर गरिदिनु होला एडिटरले पठाइदिनु होला ल म यो अर्को बगडा पाइसकेको छु 2082 सालको धेरै सुरु आउन छ अनि तपाईको 81 मा सबभन्दा राम्रो के भयो भन्नु सक्नुहुन्छ हैन न मलाई के भयो 81 सालमा यसरी घटेन तपाईहरुको के घट्यो त्यस्तो राम्रो ड्युटीमा जे पनि भन्न सक्नुहुन्छ राम्रो के भयो एउटा भन्न सक्नुहुन्छ सक्नुहुन्छ कि नै राम्रो नि आमा बुवाको साथमा बस्न पाइयो अरु म बसे छे हैन के पहिला के 81 सालमा अनि 82 सालमा जाने अरु के भयो त राम्रो गरेन भने के भयो एउटा नराम्रो के भन्ने ल थ्यांक यू भाइ बाई गाइज बाई नयाँ सालको सबैलाई शुभकामना है राम्रोसँग खुसी भएर मनाउनु होला पुरानो दिन बिर्सेर नयाँ जिन्दगी नयाँ लाइफ सबैलाई नयाँ सालको धेरै धेरै शुभकामना धन्यवाद दाइ तपाईहरुलाई पनि धेरै धेरै शुभकामना छ अनि तपाईको यो 2081 सालमा अलि राम्रो भन्ने घटना के याद छ राम्रो नराम्रो के भन्नु के भन्नुभयो तपाईँ बधाई छ तपाईँ आउनु भएको गर्नु अनि नराम्रो के भनेको अनि हजुरकोमा अनि हजुरकोमा के गर्छ ल धन्यवाद बाई बाई ओके बाइ बाइ जिन्दगी याद छ जिन्दगी बर्बाद भयो किन प्लस 2 को इक्जाम आउँदा के हो प्लस 2 याद हो ल आउँदा बे पनि 11 वटा इक्जाम हैन ह्यापी न्यू इयर अनि हजुरको 2081 मा के राम्रो घटना याद छ हजुरलाई राम्रो घटना अब घुम्न आइया छ घुम्न आएको छ ल धन्यवाद न्यू इयर है ह्यापी न्यू इयर अनि तिम्रो यो 2081 मा तिमीलाई के राम्रो घटना याद छ अलि ताउ न है राम्रो हजुर गर्न त पढाइ राम्रो भयो पढाइ राम्रो भयो पोजिसन आयो हजुर
राम्रो गयो मेरो एक्जाम पनि ल धन्यवाद ल ह्यापी न्यू इयर सेम टु यु थ्याङ्क यू अनि तपाईँको 2081 सालमा के राम्रो घटना याद छ नै छैन त्यस्तो केही पनि ल धन्यवाद अहिले चाहिँ मैले अब यतातिर कोहीलाई भेटाइरहेको छैन नि खाली छ मैले हेर्न सक्नुहुन्छ यता पनि मान्छे कोही छैन यता पनि मान्छे खासै कोही छैन अब यो नयाँ वर्षको दिन पनि यस्तो मौसम यस्तो बाटो खाली के अब म के भनौँ र होइन अरूभन्दा पनि अब हामी यतातिर लाग्छौँ यतातिर बाटो देखाइदियो भाइ ल अब चाहिँ यताको बाटोमा लागिसकेका छौँ हामीहरू अब अगाडिबाट दुईजना बहिनीहरू आछन् अब हामी बहिनीहरूलाई सोध्नलाई होइन तर अहिलेसम्म जतिजना सोधेको छु मैले लगभग 2 जनाले जति राम्रो भन्नुभएको छ नत्र म्याक्सिममले के याद छैन भन्नुभएको छ अनि त्यस्तो केही पनि छैन भनेर भन्नुभएको छ अब चाहिँ हाम्रो यहाँ स्केट पार्क पनि यति तलतिर छ भाइले अघिदेखि स्केट भनिरहेको थियो अब खेल्छौँ खेल्दैन त्यो थाहा छैन तर अब हामी चाहिँ सिधा चाहिँ उता बहिनीहरूलाई टार्गेट गर भाइ बहिनीलाई देखा नानी ह्यापी न्यु इयर अडियो न एउटा क्वेसन सोध्छु तिमीलाई है तिम्रो 2081 सालमा जुन गएको साल भयो नि त्यसमा बितेका कुनै राम्रो पल याद छ राम्रो कुरा त धेरै याद छ किन नहुनु एउटा कुरा सेयर गर्न सक्छौ नै ह्यापी न्यू इयर है सबैजनालाई थ्याङ्क यू गाइस सेम टु यु अनि तिमीहरूको 2081 सालमा कोही रमाइलो परे याद छ हजुर भन्न सक्छौ सेयर गर्न सक्छौ स्केट पार्क भनौँ हाम्रो स्केट पार्क घोडा स्केट पार्क आज पनि गएको थियो नै अहिले जाने उता काम छ त्यही जाने अहिले पछि आउँदै 25 डिस्काउन्ट 25% डिस्काउन्ट हजुर नछोड है नछोड हजुर तपाईँ पनि जानु नछोड हजुर भाइहरू स्केट पार्कबाट भर्खर निक्लेछन् भाइ बहिनीहरूलाई म सोध्दैछु यहाँ कस्तो भयो तिम्रो 2081 मा कोही मेमोरेबल चिजहरू याद छ केही छैन बहिनी अड्यौ न तिमीलाई 2081 मा केही घटेको यस्तो रमाइलो पल याद छ आजको दिन आजको थियो होइन होइन आज हाम्रो अस्ति कलेजमा झगडा कुन कलेज गर्छौ कसरी गाली गरेर हाल्ने कस्तो डरले पिट्याए नि कलेजमा शान्ति बिसारी भएर गएको कलेजमा झन्डै नयाँ वर्षको शुभकामना छ ल हजुरलाई पनि शुभकामना छ तपाईँको 2081 मा केही राम्रो घटना घट्यो घटेपछि नै यस्तै हो सबै यस्तै होइन सबै यस्तै हो यस्तै हो ल ओके भाइ ल म धन्यवाद ल नयाँ वर्षको धेरै धेरै शुभकामना छ हजुर तिमीलाई पनि हजुर ईश्वरजीको भन्छ नयाँ वर्षको एकदम शुभकामना ल भइगयो ल ठिक छ तिमीहरूको 2081 सालमा यस्तो घटेको केही घटना याद छ रमाइलो घटना रमाइलो घटना भर्खर स्केट पार्कमा लोतेर आएको छु याद दुखिरहेको छ 81 भनिरहेको छु यो त 82 चालु भयो 81 मा लोतेको थियो 81 मुन लोट्यो हजुर दाँत के भएर झर्यो दाँत त्यही लोतेर भाइ दाँत फोकस गर त भाइ दाँत फोकस गर ल ठिक छ टिकटकमा आउँछ नि फेरि तिम्रो मेरो त अब गाठी घुम्न तिनको दाँत भाँचिया त्यही 81 सालमा लोतेको 81 मै भत्या र होइन म त स्कुलमा लोटे ए स्कुल लोट्या भनेपछि अनि तिम्रो के छ भाइ त्यस्तो छैन ल त्यसपछि तिम्रो दुटा भने लोतन्ते हो भना लोटिला ल धन्यवाद ल ल फेरि भेटौँ ल ह्याप्पी न्यू इयर थ्याङ्क यू फेरि ल सबैले ह्याप्पी न्यू इयर अनि तपाईँको यो गएको 2081 सालमा केही राम्रो घटना याद छ त्यस्तो राम्रो घटना त ठिकै राम्रैसँग बितिरहेको छ मेरो 2081 साल चाहिँ गएको वर्ष चाहिँ हजुर अब अहिले आगामी वर्ष चाहिँ कस्तो तरिकाले बित्छ त्यो चाहिँ अब हेर्दै जाऊँ ल ठिक छ ल वैसी ह्याप्पी न्यू इयर थ्याङ्क यू सो मच वैसी ह्याप्पी न्यू इयर ब्रो ल हामीलाई चाहिँ साथ दिइरहेछन् हाम्रो क्यामेराम्यान विनोद भाइले है ओइ के अहिले होली हो होइन नि अनि आज के हो के नयाँ वर्ष ल तिमीलाई ह्याप्पी न्यू इयर है अनि त्यसपछि तिमीहरूको यो जुन गएको 2081 साल गयो होइन अनि त्यसमा चाहिँ तिमीलाई के रमाइलो पल याद छ भन्नाले कुनै इन्टरटेनमेन्ट भएको होली होली बिर्सिन्नौ त्यसपछि छैन त्यही भएर अहिले पनि होलीको रङ्ग बोकेर हिँड्नेछौ ल तिमी सबैलाई
फेसबुकमा जान्न युट्युबमा जान्छ सिधै नाम के हो एसके ब्लगर छ हेलो म्याकडेस्टिङ उता साउन्ड जान्छ नि फेरि ल ह्याप्पी न्यू इयर रङ लगाइदिनु न मिल्दैन बाई अर्को बक्रा भेटिसकेको नाम लागि ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर युट्युब अनि अर्को एउटा क्वेसन छ तिम्रो 2081 कस्तो गयो कस्तो गयो खाएर बसेर ल पढेर ल बाई सबभन्दा युनिक लाग्यो मलाई है म जस्तै रहेछन् भन्ने मलाई एउटा फिल भयो एउटा मान्छे रहेछन् खाएर बसेर बिताउने अनि कि म जस्तै है म पनि त्यस्तै छु ल आजको हाम्रो यो भ्लग चाहिँ हामी यहीँ इन्ड गर्छौँ है यो भ्लग भन्दा पनि खासमा यो चाहिँ आजको तपाईँको रिभ्यू कन्टेन्ट भयो है हामी चाहिँ 4-5 जना मान्छेहरूसँग सोध्यौँ कि त्यहाँहरूको 81 साल कस्तो गयो जुन अहिले गएको छ आजबाट नयाँ वर्ष सुरु भयो 82 को सबैजनालाई धेरै धेरै शुभकामना छ अनि 81 साल गयो त्यसको खुसी मनाओ केटाकेटी हो ल हामीले चाहिँ आज भिडियोको क्यामेराम्यान बनेर हाम्रो विनोद भाइले धेरै हेल्प गरेको छ है ल हेर्नुहोस्